विशिष्ट चराचुरुङ्गी पहाडबाट तल्लो ठाउँतिर अलिक न्यानो ठाउँतिर झर्ने समयलाई चाहिँ उधौली भनिन्छ। यसैले यो पर्व प्रकृतिको चक्रसँग जोडिएको मानिन्छ। यस दिन समुदायले धरती माता र प्रकृति पूर्वजप्रति कृतज्ञता व्यक्त गर्छन्। वर्षभरि गरिएको खेती सफल भएकोमा धन्यवाद दिन र आगामी वर्ष पनि बाली राम्रो होस् भनेर कामना गर्दै पूजा गरिन्छ। नागछौँद्वारा सामूहिक पूजा गरी शून्य पार्वणलाई स्मरण गर्ने चलन छ। साकेला उधौलीको मुख्य आकर्षण भनेको साकेला नृत्य हो। यो नृत्यले प्रकृति, जनावर, रोपाइ, कटाइदेखि होइन मानव जीवनका विभिन्न रूपहरूलाई चाल ढङ्गले देखाउँछन्। के वृद्ध, के बालक, के युवा, के युवती सबै उमेरका मानिसहरू घेरा बनाएर ढोल झ्याम्टाको तालमा नाच्ने भएकोले यो पर्वले सामूहिक एकता र सांस्कृतिक पहिचानलाई झनै बलियो बनाउने गर्दछ। र हामी साकेला उधौली र उभौली गरेर दुईचोटि मनाउने गर्छौँ होइन। यो अहिले आजको दिन मङ्सिरमा मनाउँदै गरेको चाहिँ यो उधौली हो। अनि हामी पछि वैशाख जेठको पेरिखेरीमा चाहिँ उभौलीको रूपमा हामी साकेला मनाउने गर्छौँ। र किराँत राई समुदायहरू भनेका चाहिँ प्रकृति पूजक भएको हुनाले हामीले नाच्ने नाच, हामीले गर्ने पूजापाठ सबै प्रकृतिसँग रिलेटेड गर्छौँ। प्रकृतिसँग धरती र प्रकृति पूजक हामीहरू, त्यही भएर धरतीमा उब्जिएका बाली नारी सबैको खुसियाली र पछि चाहिँ होइन यो उधौलीमा चाहिँ हामी खुसी मनाउने गर्छौँ। साकेला उधौली 2022 शुभ